हेलो साथीहरू, आज चाहिँ मेरो बुढाले मलाई नास्ता पकाएर खुवाउन लाउनु भयो। खै अब के पकाउन लाउनु भयो। प्याज काट्दै हुनुहुन्छ के अरे। अनि प्याज काटेर भएपछि खोज्दै हुनुहुन्छ यता फेरि के हाल्नु पर्यो फेरि। प्याज काटेर भ्याउनु भयो। अब सब्जी प्याज काट्दै हुनुहुन्छ। खुर्सानी नि काट्नु भयो। टमाटर काट्दै हुनुहुन्छ। कस्तो बन्छ आजको खाना हेर्नु पर्यो। कराई बसालेर तताउँदै हुनुहुन्छ। तेल हाल्नुभयो। अब गुड। जिरा पुऱ्याउनु भएछ। प्याज र खुर्सानी भुटेर हल्का रातो भएपछि अब के पकाउन लाउनु भएको छ। यस्तो आनन्द। टमाटर हाल्नु भएछ। नुन, बेसार, गोल्डी मसला, पानी हल्का थोरै एकछिन ढाकेर त्यसलाई पाक्न दिने। अनि त्यसपछि चलाएर चना हालिदिनु भयो। चलाउँदै हुनुहुन्छ। चलाइवरी चलाएर ग्यास स्लो बनाएर पकाउँदै हुनुहुन्छ। अब ढाकिदिनुहुन्छ। यता फेरि मेरो लागि सुप बनाउँदै हुनुहुन्छ। सुप बन्दैछ। उम्लियो सुप पनि। अब मेरो लागि नास्ता रेडी भयो। अब कटौरीमा हालेर खानाको लागि रेडी गर्दै हुनुहुन्छ। थोरै भएछ, 2 जनालाई मात्रै पुग्छ। यति सुप पनि गिलासमा हालिदिनु भयो।